काजी अन्याय सहनको पनि हद हुन्छ। एउटै आमाले आफूमाथि भएको त्यति पनि अन्याय सहन सक्छ, तर आफ्नो सन्तानमाथि भएको अन्याय कदापि सहन सक्दिन। काजी आज केही भए पनि मलाई कुनै फरक पर्दैन, तर अन्यायको अन्त्य हुनुपर्छ। छाडो त जा। यो त खतरा कन्टेन हुनु पर्छ। कस्तो खतरा कन्टेन हो र? मान्छेले त लडेर ढाड भाँच्नु। ए त्यो भाइ त तँलाई बुझिन्छ। म के 2 महिना गाउँ बाहिर गएको थिएँ। यहाँ त धेरैले आफूले आफैलाई ठुलो ठान्न थाले जस्तो छ। तपाईले के भन्नु खोज्नु भएको? चुप लाग। जुन कुरा सोध्यो करन करन करन। काजी साहब के हुँदैछ? काजी ओए काजी काजी होस् के पाजी होस्, बाहिर निस्किन आइज। ल हेर, गरिबको रगत पनि रातै हुँदो रहेछ हैन? मैले धेरै सही, सहनु जति सही, अब कति सहनु। आमा तपाईलाई सन्चो छैन के? किन यसरी आवेशमा आउनु भएको? अहिले तपाईको ज्यानलाई आराम चाहिएको छ। आराम? तँलाई कति सजिलो छ छोरा भन्नलाई। त रगत बगाएर घर फर्किस, तेरी बहिनी थर थर डरले काप्दै घर आई, अनि म चाहिँ आराम गरेर बसौँ छोरा? आमा अनि हजुरको स्वास्थ्य? मेरो स्वास्थ्य भन्दा ठुलो तिमीहरू हो, तिमीहरू। तिमीहरू बाहेक अरू मलाई कुनै कुरा ठुलो हुँदैन। आमा 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 तपाईँ कहाँ जान लानु भएको? मेरो घरको शान्ति जसले खोस्यो त्यसको आँखामा आँखा जुदाएर प्रश्न सोध्न जान लागेकी म। आमा होइन होइन। किन होइन? गरिबको पनि आत्मसम्मान हुन्छ बाबु। आमा नजानुस् कि मलाई डर लाग्छ। त्यसो नभन् छोरी, डरमा त म पनि धेरै वर्ष बाँचे, तर आज म भित्रको डर मरिसकेको छ। आज म कसैसँग झगडा गर्न जाँदै छैन बाबु। मेरो सन्तान रुवाउनेलाई एउटी आमाको आँसुको मूल्यको भारी कतिसम्म पर्छ भनेर सम्झाउन जाँदैछु। आमा मलाई नरोक छोरा, मलाई नरोक। तिमीहरू बिमारी शरीरलाई ठिक पार्न सकिन्छ, तर यो आमाको मनलाई होइन। आमा लाजै नभएका नामर्दहरू जब एउटा केटीलाई पनि तर्साउन सकेनौ। काजीबा हामीले समातेको थियौँ। समातेको भए कसरी फुत्की त? अचानक पछाडिबाट लाठी बज्रियो काजीबा। लाठी बज्रियो त तिमीहरू 3 जना के हेर्यौ? हातमा चुरा लागेको थियौ? हामीले पनि हान्न खोजेका थियौँ काजीबा। अनि अँध्यारो थियो, को हो कहाँबाट आयो केही बुझ्यौँ। जताततै हान्न थालेपछि ज्यान जोगाउनै गाह्रो भयो काजीबा। मेरो खेल बिगार्ने त्यो मान्छे को रहेछ? काजीबा त्यो मान्छे गाउँकै जस्तो लाग्थ्यो, तर आवाज पनि सुनिएन। जति लुके पनि अब धेरै दिन लुक्दैन। केटा हो, तिमीहरू आजैदेखि खोज्न थाला। जसले मेरो बाटोमा अवरोध ल्यायो अब त्यसलाई पनि राम्रो हुनेवाला छैन। होस् काजीबा। जो केटाहरू
उपस्थिति भइसकेको छु तपाईहरूकै दुःख सुखको साथी सुजल कार्की। हैन फेरि यता कस्तो चिलाएको के तेरिका साथीहरू, तपाईहरूले मेरो गाउँ एकदम बवाल तरिकाले देखिसक्नु भएको छ। हेर्न सक्नुहुन्छ तलतिर एकदम ब्रान्डेड भ्यू देखेको छ भनेर भनौँ भने गफ लायो भनेर भन्नुहुन्छ होला। कुहिरोले सबै ढाकेको छ है। बाई बाई। अलिअलि टिप्स त दिनु पर्यो। ओहो कान्छी आमा जोक गरे है त। भाग्यमानी भएस। अनि फर्किनु भयो? फर्के बाबु। सन्चै त हुनुहुन्छ नि? अनि गाउँतिरको खबर थाहा पाउनु भयो कि थाहा पाउनु भएन? थाहा पाइसके सुजल। मैले आधा आधी कुरा त बाटोमै थाहा पाइसकेँ। त्यसो भए करणको घरमा जे भइरहेको छ त्यो पनि थाहा पाइसक्नु भयो होला है? थाहा पाएँ। गाउँ त झनै रमाइलो भएछ। रमाइलो होइन कान्छी आमा, मान्छेहरू पीडामा छन्। पीडा? संसारमा जसको बलियो हात हुँदैन उसैले पीडा भोग्छ बाबु। तर करण दाइको परिवारमाथि धेरै नै भइराखेको छ। म के 2 महिना गाउँ बाहिर गएको थिएँ। यहाँ त धेरैले आफूले आफैलाई ठुलो ठान्न थाले जस्तो छ। तपाईँले के भन्नु खोज्नु भएको? यति मात्रै सम्झ। अब म यो गाउँमा फर्किसकेँ। अब कसले कसलाई रुवाउँछ, कसले कसलाई झुकाउँछ त्यो समयले देखाउँछ। यो गाउँलाई शान्ति चाहिएको छ। शान्ति? शान्ति त शक्तिशालीले दिन्छ, मागेर पाइँदैन बाबु। ल बाबु सुजल, धेरै पछि गाउँ फर्केको छु। अहिले म जान्छु। तर एउटा कुरा याद राख, खेल उही होला तर नियम बदलिन सक्छ। होइन है हरामी, त कहाँ डुलेर आइस? तँलाई घरको काम केही मतलब छैन है? गाउँभरि लखर 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 डुल्दै हिँडेको छ जतिखेर पनि। ए आमा त्यसो नभन्नु न के, म फेसबुकलाई भिडियो बनाएर आएको। अनि बनाइस् त? खै के बनाउनु आमा, कन्टेन्टै फेला परेन। घरमा काम नगर्ने बाना पनि कति भेटाउँछस् है तैँले? त्यो त हो आमा। साँच्चै एउटा कुरा सुन्नु न। के हो फेरि? आज गाममा नयाँ मान्छेको प्रवेश भएको छ नि आमा। नयाँ मान्छे रे? होइन, को नयाँ मान्छे? खासै नयाँ मान्छे त होइनन्, पुरानै मान्छे। 2 महिना हराएर आकिन् रे। होइन, यसले कस्तो कुरा गरे हा? त्यही काजीको बाटोमा भेट्टाएको थिएँ कि आमा अघि। होइन, के भन्छ यसले? हो के आमा? अब गाउँको हावा कुन दिशातिर चल्ने हो? मलाई त झन् तिनको कुरा गर्ने स्टाइल देखेरै डर लाग्यो। काजी एक्लै हुँदा त गाउँले दुःख पाएका थिए। अब त झन् के हुने हो बे भगवान्। मलाई पनि त्यस्तै लागिरहेको छ आमा। अब के हुने हो? माया, त्यो कर्णले दिएको पैसा कुनै पनि हालतमा आजै अहिले नै तुरुन्तै चाहियो। बाबा हजुर,
त्यो पैसा त करणको आमालाई हस्पिटल लैजाँदा सकिसक्यो। अहिले नै कहाँबाट ल्याउनु? चुप लाग। तैँले कसलाई सोधेर पैसा दिस? कसको अनुमति थियो? मैले त मान्छे बजाउन मात्रै खोजेको हुँ बाबा। मलाई कारण चाहिँदैन, पैसा चाहिन्छ। भर्खरको भर्खरै कहाँबाट आउँछ बाबा? करणले पछि कमाएर तिर्छु भन्नुभएको छ। चुप लाग। जुन कुरा सोध्यो करण करण करण। काजी साहब के हुँदैछ घरमा? छोरी तिमी डराउनु पर्दैन। काजी साहब दर्शन। तिमी कहाँबाट आइदियो? यसो गाउँको माहौल बुझ्दा फर्किनु मन लाग्यो। अनि काजी साहब छोरीलाई थर्काएर पैसा फर्काउने कुरा सुन्दा त गाउँ नै बदले जस्तो लाग्यो। आमा, बाबा हजुरको कुनै गल्ती छैन। छोरी कहिलेकाहीँ घरको सत्य कुरा बोल्न डराउनु हुँदैन। गाउँ त उस्तै छ, तर मान्छेको मन चाहिँ अलि फरक हुँदै गए जस्तो लाग्यो नि काजी साहब। गाउँका कुरा पछि गरौँला। अहिले मेरो कुरो रह्यो पैसा। पैसा भन्दा ठुलो कुरा पनि हुन्छ काजी साहब, तर त्यो कुरा बुझ्ने समय पनि आउँछ। ओइ सुजल, कता हिँड्निस् फेरि त? म यसो पारीतिर पुगेर आउँछु भनेर के आमा। पारीतिर रे? पारीतिर हो कि गाउँभरि कुकुर डुले झैँ डुल्नले हो? फेसबुकको लागि कन्टेन्ट बनाउन के आमा। कन्टेन्ट रे? के हो फेरि त्यो कन्टेन्ट भनेको? आज भोलि फेसबुकबाट पैसो झर्छ के आमा, पैसो। भिडियो राम्रो भयो भने भाइरल हुन्छ, भाइरल भयो भने पैसो झर्छ। पैसा झर्छ रे? खोइ कता झर्छ? खोइ म त देख्दिन त। देख्नु अलि टाइम लाग्छ नि आमा। टाइम होइन, काम गर। घरको केही काम गर्न सक्दैनस्, फेसबुकमा पैसा झर्छ भनेर सपना देख्छस्। त्यो त हो आमा, तर मेहनत पनि चाहिन्छ। मेहनत चाहिन्छ भने पहिला घरमा मेहनत गर अनि बल्ल फेसबुकमा जा। ल आमा, म एकछिन गरेर आउँछु। छिटो आइज नि फेरि, फेरि गाउँतिर हराउलास्। आजकलको केटाहरू फेसबुकमा पैसा खोज्छन्, घरको काम छोड्छन्। के गर्नु यस्तो पारा देखेर त। आजको कन्टेन्ट त दमदार छ है हाम्रो। सुरु गरौँ। कति कति मान्छे छ? ल यस्तो यता जाऊ अलिकति। ओ घुम घुम, ओ दामी भयो यार। यहाँ त कस्तो दामी भयो यहाँ हेर त। ए तिमीहरू त म बिना एक्लै एक्लै भिडियो बनाउन सुरु गरे क्या? तिमी आउँदैछ भनेर हो के भाइ? त्यस्तो होइन, हाम्रो गाउँ त यो टिकटक स्पोटै बनिसक्यो के खासमा भन्नु पर्दा त। के भयो? अचानक यसरी फटफट हुँदै हिँड्नु भएको छ? ओ ठुली आमा, हजुर यस्तो बिरामी मान्छे यसरी कुद्नु हुन्न। बिमारी त शरीर हो बाबु, शरीर, मन होइन। ठुली आमा कहाँ जान लाग्नु भयो यस्तो रिसमा? जहाँबाट आज मेरो घर उजाड भयो त्यही ठाउँमा जान लागे कि म। काजीको घरतिर हो ठुली आमा? अब धेरै सहिन्न, आज हिसाब हुन्छ, हिसाब। ठुली आमा एक्लै नजानुस्, फेरि केही भयो भने के गर्ने? बाबु आज केही भए पनि मलाई कुनै फरक पर्दैन, तर अन्यायको अन्त्य हुनुपर्छ। यो त खतरा कन्टेन्ट हुनुभयो त। कस्तो खतरा कन्टेन्ट हो र? मान्छे त लडेर ढाड भाँच्नु। ए त्यो भाइ त तँलाई बुझिन्छ। लाग्छ आज गाउँमा केही ठुलो हुनेवाला छ। हाजी
अन्याय सहनको पनि हद हुन्छ। एउटै आमाले आफूमाथि भएको त्यति पनि अन्याय सहन सक्छ, तर आफ्नो सन्तानमाथि भएको अन्याय कदापि सहन सक्दिन। काजी, म तेरो काल बनेर आउँदैछु। आज तेरो छलफल गरेरै छोड्छु म। अति नै भयो तेरो तमासा। काजी होस् के पाजी होस्, बाहिर निस्किन आइज। म यतै के भो? किन यसरी कराइ? कि खुस्री क्या? के खुसी ह? के खुस्क्यो मेरो? तिमा मेरो केही पनि खुस्केन। तिमा तेरो खुस्क्यो, तेरो। बुझिस? मेरो छोरामाथि आक्रमण गर्ने अनि मेरो छोरीमाथि चाहिँ हातपातको कोसिस गर्ने, अनि अझै के भयो तिमीलाई भन्न लाज लाग्दैन अलिकति? लाज त भए पो लागोस्। मेरो घरको चुलो निभाउन खोजिस् तैँले र मेरो छोरालाई घाइते बनाइस्। अझ मेरी छोरी डराएर बाँचिराखेकी छ। गरिबको रगत सस्तो हुन्छ भनी सोचेको छस्? ल हेर, गरिबको रगत पनि रातै हुँदो रहेछ होइन? खोइ हेउ तेरो रगत काट्छ। आमा बहिनी तिमी कता हिँडेकी बिहान बिहान? कता हिँडेको भन्नु दिदी? हिजोको घटना सम्झिँदा अझै पनि मनमा डर लागिरहेको छ। त्यस्तो अरू केही त भएन नि बहिनी? हुन त केही भएन दिदी, तर मलाई हिजो जसले बचायो त्यो को थियो होला? तिमीले त्यो मान्छे देखेनौ? देखिन दिदी, अँध्यारो थियो, आवाज पनि केही सुनिएन। भगवानले कसैलाई पठाइदिएको होला। त्यो मान्छे नआइदिएको भए आमाको, मेरो अनि दाइको के हालत हुन्थ्यो होला? त्यही त कि बहिनी, तिम्रो, आमाको, करणको अनि मेरो पनि के हालत हुन्थ्यो होला? धन्य भगवान, हामीलाई जहाँ अप्ठ्यारो पर्छ त्यहाँ तपाईँ आइपुग्नुहुन्छ। अब एक्लै कतै नहिँड्नु है सानी। हस् हुन्छ दिदी। यस कथाका घटना तथा पात्रहरू काल्पनिक हुन्, कसैको वास्तविक जीवनसँग मेल खाएमा संयोग मात्र हुनेछ। धन्यवाद। अपमान
हजारौं सपना यहाँ पल भरमै ढल्दा आँसु पुस्ने हातहरूले चोट थपिदिए बचाउन खोज्दा इज्जत हिलो छापिदिए सहेर त बस्ने छैन अब यो अन्याय पीडा भित्रै लुकेको छ सङ्घर्षको